लु है साथीहरू, राति हुँदो यसो भालु निस्केछ हो। यसरी एक्लै एक्लै नहिँड्नुहोस् है, यहीँ पानी हाउसमै है। राति यहाँ यसरी भालु आएको रहेछ। कतिजना राति एक्लो हिँड्ने गर्छ, 12-1 बजी 2 बजी हो। यसो साथीभाइहरू लिएर हिँड्नुहोस् है। त्यही भनेर चाहिँ अलिकति इन्फर्मेसन गरेको तपाईँहरूलाई। अलिकति है डरलाग्दो नै हो यो, लुकेर बसेको हुन्छ है। त्यही भनेर अब कसले देखेको पनि हुँदैन। यसो साथीभाइहरूसँगै लिएर हिँड्नुहोस् है। एक्लै एक्लै हिँड्ने मान्छेलाई अलिकति अलर्ट गराएको मैले। हामी पनि डर लागिरहेछ, त्यही जग्गामै बस्छ होइन। त्यही भनेर गुड नाइट है सबैजनालाई, शुभयात्री। सानो यो मेरो भिडियोको तर्फबाट। भालु भन्ने चाहिँ डर लागिहाल्छ होइन। अब यो जनावर हो।